रक्षत्रैलोक्यरक्षक भक्तानामोऽयङ्कर्ता त्राता भगवान् द्वैमान्तकृपा सिन्धु षण्मातुरागर्दप्रभो वरदस्त्वं वरन्देहि वाञ्छितं वाञ्छितास अनेन सफलार्थेन फलदोस्तु सदा मम पूर्वास्वमहागणाधिपतेर्विशेषात्परं निवेदयामि विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगत्थिताय नागारणाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते त्वं वैष्णवी शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमाशिवाय सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भूमुक्तेषु नमो नमस्ते स्फटिकप्रभाय सुश्वेतहाराय सुमङ्गलाय सुपासहस्ताय शासनाय जलाधिनाथाय नमो नमस्ते गौरी पद्मांशी वीणा सावित्री विजया दया देवसेना सुधा स्वाहा मातरो लोकमातरः चैत्रमासे श्री शुक्ले पक्षाद्य अष्टम्यां पतितो गुरुवासरे वर्तमाने चन्द्रे अस्मिन् न चै वसन्त नवरात्रावसरे मिथुनस्ते वर्तमाने चन्द्रे मीनस्ते श्री सूर्ये मिथुनस्ते श्री देवराजगुरु शेषेषु अन्येषु ग्रहेषु तथा इदं राशिस्थानकेषु तत्सु एवं ग्रहगुणगण विशेषं निकायां सुमुद्रौ गोत्रः अत्रे गोत्र बनो पहला है गोत्र बनो
आयुष्मान बाबा तत्व प्रतिहतं सर्वं तेन काले प्रतितं महति तेन कालस्य भारतः दुरन्ते या काल प्रगतिशेषेण प्रतिबन्धुलाजरी अनुदितं परमकथितं गतकस्य विरोचनं ये पराशक्ति सर्वकति विगति निवदे कामन्दलमिनसय द्वेषमे खाञ्जं वेदत्वा हरिः ॐ सत्यं च मे श्रद्धा च मे जगत् च मे धनं च मे विश्वं च मे महत् च मे क्रीडा च मे बोधं च मे जातं च मे जनिक्यमाणं च मे सुक्तं च सुकृतं च मे जनेन कल्पन्तं रतं च मे मृतं च मे यस्मै च मे
योग्य सत्य भनेको सत्य हो। सत्यलाई त्यागेर हामी कहीँ दायाँ बायाँ जानु हुँदैन। हरेक कर्ममा सत्यतालाई निष्ठापूर्वकबाट हामीले अंगीकार गर्नुपर्छ। असत प्रवृत्तिलाई त्यागेर सत प्रवृत्तिबाट अगाडि जाने जुन विषयको बारेमा आज जब वेदव्यास महर्षि राजा परिणिता जन्मेजयलाई ज्ञान बताउनु भयो। हरिश्चन्द्र नाम गरेको राजाको वंशमा रोहित नाम गरेको छोरा, उनैको वंशमा हरित, हरितको वंशमा पितृय, उनैको वंशमा डागर, डागरको वंशमा अंशुमान, अंशुमानको वंशमा जन्मेको अंशुमन, उनैको वंशबाट सारा अयोध्याको राजधानी शहरमा दीर्घबाहु आदि हुँदै जब रघु, रघुबाट अज, अजबाट दशरथ अनि गएर रामचरित्रको महिमा संक्षिप्तमा सार चित्रण गर्दै अगाडि बढ्नुभयो। अघि वैवसुत नाम गरेका मनुका वंशको वर्णन बताउनुहुन्छ। एक दिनको कुरा हो, वैवसुत नाम गरेका मनुका वंशमा शर्याती नाम गरेका राजा हुनुहुन्थ्यो। शर्याती नाम गरेका राजा बडो ज्ञानवान, प्रत्येक दिनमा जब जङ्गलमा जानुहुन्थ्यो, राजा क्षेत्रीय कुलमा जन्मिएका कारणले गर्दा जङ्गलमा जाने मृगहरू मार्ने शिकार खेल्ने राजाको जब धर्म थियो, प्रजापालनमा तल्लीन रहनेवाला शर्याती नाम गरेका राजा एक दिन जङ्गलमा सैन्यगणहरूको साथमा जङ्गलमा जाने तयारी गर्दै जानुभएको थियो। आफ्नो एउटा सुकन्या नाम गरेकी छोरीले प्रश्न गरिछन्, मेरो पिताजी मैले प्रस्ताव राखेँ, आज तपाईँ जङ्गलमा जाँदा म पनि साथैमा जान्छु। शर्याती नाम गरेका महाराजलाई आज बारम्बारसँग जब छोरीले कन्याले बिन्ती बिसाउनु भयो, मेरो भगवान मेरो पिताजी सधैँ हजुर जङ्गलमा जानुहुन्छ, 11 जना सैन्यगणहरूलाई साथमा लिएर जानुहुन्छ, आज तपाईँको साथमा म पनि जान्छु। बाबु जङ्गलमा जाने कुरा धेरै कठिनाइ छ। जङ्गलमा बाघ भालु हात्ती गैंडाको भय हुन्छ बाबु। हल्को जब पहाडको बाटो हिँड्नु पर्ला, जलवर्षा भएको बेलामा बादलहरू लागेको आकाशहरू गर्जयमान गरेको बेलामा हिँड्नु पर्ला, कति काँडाहरू कुल्चिएर जानु पर्ला। जङ्गलमा बाघ भालुहरूको जब आक्रमण होला, यो सारा कुरालाई चिचोलेर फर्कन धेरै कठिनाइ छ बाबु। तिमीले जिद्दी गरे आउनाले जाने भए सँगै हिँड। आज शर्याती नाम गरेका राजासँग सुकन्या नाम गरेकी कन्या पनि सँगै सँगै जान्छ। 505 रहने दानवीर दादाजी पाल्नुहोला। त्यसै गरी चनपा 10 5551 जस्मी वज्राचार्य, सावित्री नौदागीज्यू तनहु भानु। त्यसै गरी गरेर श्रीमद् देवी भागवतको महिमा श्रवण गर्दै गयौ। धन्यवाद दुर्गा माता जगतजननीको कृपाले तिम्रा पिताजीको पनि वैकुण्ठमा वास हुनेछ, अन्य सकल परिवारजनमा पनि सुख शान्ति सुस्वास्थ्य। हरे श्री कृष्ण गोविंद हरे। भगवान को जय।
एउटा बच्चा यहाँ फेला परेको छ। यहाँ आमा खोजिरहेछ, कता जानुभयो, न प्रसाद ग्रहण गर्न जानुभयो कि बच्चालाई यहीँ छोडेर आफ्नो बच्चालाई साथमा राख्नु होला। यहाँ आमा भेटाइदियो भनेर रुँदैछ छोरा मान्छे। हामीले लाइभमा हाल्छौँ है, फेरि यहाँ बच्चा भेटिएको छ। त्यसै गरी सरिता मैनाली, सरिता घिमिरे चनपा 9बाट मूलकर्ता बनेर 1,08,000 दान सहयोग अर्पण गर्नुभएको छ। प्रकाश मैनाली, सरिता घिमिरेज्यू चनपा 9 1,08,000 कृपया मञ्चमा पाल्नु होला। त्यसै गरी आमा ढिलादेवी अनि नारायण सत्यवती पराजुलीबाट चनपा 9 1,08,000 मूलकर्ता। उहाँहरू दुवैजना जो मैले यतिखेर नाम लिएको छु कृपया सम्मानको लागि मञ्चमा पाल्नु होला। त्यसै गरी अन्य दानवीर दादाजीहरूको पनि मैले यहाँ नाम वाचन गर्दैछु। जनकराम खकुरेल 1115, नवग्रह शान्ति काभ्रे, प्रितम पाण्डेज्यू यो हजुरले राखिदिनु होला जनकराम खकुरेलको रसिद र यसको सम्मान पत्र सचिवालयले पक्कै पनि बनाउनेछ। यो बन्नलाई चाहिँ हजुरले यो अघि हाम्रा निर्देशक मित्र उहाँले दान सहयोग अर्पण गर्नुभएको र अन्य दानवीर दादाजीहरू। त्यसै गरी भवन निर्माणको लागि दधिलाल लामिछाने चनपा 10 11,111। अर्का दानवीर दाता पञ्चकन्या महिला समूह 7,145। त्यसै गरी 3,151 इन्द्रावती। प्रभु दर्शन दिनुहोस् हजुर जटाधारी। जय शिवजी ए शान्ति हुन्छ मन शिवको नाम जपन। 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 शान्ति हुन्छ शान्ति हुन्छ
एकचोटि सुन